हेलो स्टुडेन्ट्स, स्वागत छ तपाईँहरूलाई म्याथ्स गुरु नेपालमा। म विवेक शाह आज उपस्थित भइसकेको छु बेसिक कन्सेप्ट अफ सेट लिएर। हामीले आज सेट के हो, टाइप्स अफ सेट र अपरेसन अफ सेट हेर्न लागेका छौँ हैन। ओके, ढिला नगरिकन सुरु गरौँ। सर्वप्रथम हामी जानौँ यो सेट हो के। ठ्याक्कै परिभाषित वस्तुहरूको समूह हो। यो सेट भनेको के हो कि ठ्याक्कै परिभाषित हैन, परिभाषित वस्तुहरूको समूहलाई नै हामी सेट भन्छौँ है। बुझ्नुभयो नि? जस्तै कुनै वस्तुहरूको परिभाषित छ हैन, अनि त्योहरूको समूहलाई त्योहरूलाई हामीले एक ठाउँमा ल्याउँछौँ, एक ठाउँमा राखिदियो भने त्यो कलेक्सन गर्यो भने हामी त्यसलाई नै के भन्छौँ, सेट भन्छौँ। जस्तै एउटा इक्जाम्पल लिनुहोस्, सेट अफ भवेल्स है। एउटा इक्जाम्पल मैले के लिएको छु, सेट अफ भवेल्स मतलब भवेल्स लेटरको समूह हैन। जुन अब हेर्नुहोस्, अब यो भवेल्स त अलरेडी आफैमा डिफाइन्ड छ कि छैन भन्नुहोस् त। यो परिभाषित छ कि छैन। भवेल्स भनेको त तपाईँलाई पनि थाहा छ कि AEIOU हुन्छ हैन। त्यो भवेल्सको सेट हैन, भवेलको सेट अब के भइहाल्छ, ए भइहाल्छ, ई भइहाल्छ, आई भइहाल्छ, ओ भइहाल्छ, यु भइहाल्छ। एक ठाउँमा हैन, यो सबै भवेल्स, पाँचवटै भवेल्सलाई हामीले एक ठाउँमा ल्याएर राखिदिन्छौँ, त्यसैलाई हामी सेट भन्छौँ हैन। कलेक्सन गऱ्यो नि हामीले, के गर्यो रे, कलेक्सन गऱ्यो भन्दाखेरि परिभाषित वस्तुहरूको कलेक्सन गरेर एक ठाउँमा राख्यो, त्यसैलाई हामी के भन्छौँ रे, सेट भन्छौँ है। यति बुझ्नुभयो? ओके, अगाडि बढौँ। अब टाइप्स अफ सेट है, के अरे टाइप्स अफ सेट। फर्स्टमा हामीलाई पढ्नुपर्ने हुन्छ फिनाइट सेट, त्यसपछि इन्फिनाइट सेट, त्यसपछि इम्प्टी जसलाई हामी नल सेट पनि भन्छौँ, सिङ्गलटन सेट, इक्वल सेट, सबसेट, प्रोपर सबसेट, इन्भर्सल सेट, कम्प्लिमेन्ट अफ सेट है। यो कुराहरू हामी हेर्नेछौँ है। सबभन्दा पहिला हामी के हेरौँ, फिनाइट सेट। त फिनाइट सेटमा के लेखा छ यहाँ हेर्नुहोस् त, अ सेट विथ लिमिट नम्बर अफ एलिमेन्ट्स। त्यस्ता सेट जसमा लिमिट हुन्छ के, जस्तै 2 देखि 10 सम्मका अङ्कहरू। इक्जाम्पल लियौँ हामी हैन। अब इन्फिनाइट सेट बुझ्दाखेरि हामी के बुझौँ कि जस्तै भनिदियो तपाईँलाई, के भनिदियो कि 2 देखि हैन, 2 देखि 10 सम्मका जोड सङ्ख्याहरूको समूह। तब हेरौँ, अब हामीले के लेख्छौँ, सेट अब 2 देखि हैन, 2 देखि 10 सम्मका जोड सङ्ख्याहरू त 2 भइहाल्यो, 4 भइहाल्यो, 6 भइहाल्यो, 8 भइहाल्यो र 10 सम्म भनेको छ भने 10 पनि भइहाल्यो। अब यो लिमिट छ नि, हामीले 11 या त हामीले 11 त ओड नम्बर नै भइहाल्यो। अब हामीले 12 थोरै न लेख्न सक्छौँ, किन, यहाँ त लिमिट भनिदिएछ कि 2 देखि स्टार्ट गर्ने, 10 सम्मको मात्र लेख्ने हो, 10 भन्दा अगाडि बढ्नु छैन। यो के भइहाल्यो हाम्रो, यसैलाई हामी के भन्छौँ, फाइनाइट सेट, जसलाई हामी नेपालीमा सीमित सेट पनि भन्छौँ है। सीमित समूह भन्दा पनि भयो है। ओके, बुझ्नुभयो नि? यो भयो फाइनाइट सेट। त्यसपछि अब अर्को रहेको छ हाम्रो इन्फाइनाइट सेट। अब इन्फाइनाइट सेट भनेको के हो कि अ सेट विथ अनलिमिटेड एलिमेन्ट्स। त्यस्ता सेट जसमा अनलिमिटेड एलिमेन्टहरू हुन्छ कि कुनै पनि लिमिट हुँदैन कि यहाँदेखि यहाँसम्म, सिधा भनिदिन्छ यहाँ ल 2 देखि स्टार्ट गरौँ र अनगिनत है, कहाँसम्म जान्छ। जस्तै अब इक्जाम्पल नै लिनु छ भने एउटा इक्जाम्पल हामी के लियौँ, जस्तै प्राकृतिक सङ्ख्या है, प्राकृतिक सङ्ख्या बुझिराख्नु भएको छ नि। प्राकृतिक सङ्ख्या, अब प्राकृतिक सङ्ख्या अब मान्नु एन नै छ, एन सेट मान्दाखेरि अब हामी के भन्छौँ, कहाँदेखि स्टार्ट गर्छौँ, 1 देखि स्टार्ट गर्छौँ, 2, 3, 4 डट। अब कहाँ जान्छ, कहाँसम्म हुन्छ त्यो हामीलाई भनेको छैन। यो के भइहाल्यो, हाम्रो इन्फिनाइट सेट। के भइहाल्यो हाम्रो इन्फिनाइट सेट, यसैलाई हामी इन्फिनाइट सेट भन्छौँ है त। अब अर्को हेरौँ, इम्प्टी सेट। इम्प्टी सेट भनेको के हो, इम्प्टी सेटलाई हामी नल सेट पनि भन्छ है। इम्प्टी सेट भनेको के हो कि अ सेट विथ नो एलिमेन्ट्स। त्यस्ता सेट जसमा एउटा पनि एलिमेन्ट्स हुँदैन। फेरि भने मैले, त्यस्ता समूह जसमा एउटा पनि एलिमेन्ट्स हुँदैन। जस्तै कि अब हामीले यसलाई लेख्दाखेरि कसरी लेख्छौँ कि या त यसरी खाली छोडिदिन्छौँ, या त यसरी लेखेर यसरी, यसलाई हामी के भन्छौँ, नल सेट भन्छौँ। के भन्छौँ, नल सेट भन्छौँ, या त इम्प्टी सेट भन्दा पनि भयो है त। बुझ्नुभयो? त्यसपछि सिङ्गलटन सेट। अब सिङ्गलटन सेट कस्ता समूह हुन् त, यो त्यस्ता समूह हुन् जसमा एउटा मात्र
एलिमेन्ट हुन्छ है, एउटा मात्र के हुन्छ अरे, एउटा मात्र एलिमेन्ट हुन्छ अ सेट विथ ओन्ली वान, सरी यहाँ सेट भएको छ, यहाँ एलिमेन्ट गर्नुहोस् है, एउटा एलिमेन्ट मात्र हुन्छ है। जस्तै अब इक्जाम्पल नै लिँदाखेरि यहीँ लेखौँ होइन, यहाँ भन्दै एक छ, एक मात्र छ, त्यो के भयो, सिङ्गल सेट भइहाल्यो या सिङ्गल टर्न सेट भइहाल्यो है, बुझ्नुभयो। त्यसपछि अब हेर्नुहोस्, अब हामीले हेर्दा के हेर्छौँ, इक्वल सेट, कुन सेट रे, इक्वल सेट। अब इक्वल सेट भनेको कस्ता सेट हो, कस्ता समूह हो, द सेट्स विथ एक्ज्याक्टली द सेम एलिमेन्ट्स, त्यस्ता सेट हो, त्यस्ता समूहहरू हुन् जसमा भन्दाखेरि एक्ज्याक्टली सेम एलिमेन्ट्सहरू हुन्छ है, जसमा जस्तै अब हेर्नुहोस्, मैले इक्जाम्पल लिँदाखेरि कसरी लिन्छ हेर्नुहोस्, जस्तै ए सेट के छ, 1 2 र 3 छ है, अनि बी पनि के छ, 1 2 र 3 नै छ। यो दुवै सेट कस्ता सेट भयो, यो दुवै सेटहरू कस्ता सेटहरू हुन्, त्यो दुवै सेट के हुन् रे, ए इज इक्वल टु बी छ, ए र बी दुवै बराबर हुन्, त्यही भएर ए र बी कस्ता सेट हुन्, इक्वल सेट हुन्, कस्ता सेट हुन्, इक्वल सेट हुन् है, इक्वल सेट हुन्, बुझ्नुभयो। त्यसपछि अब सबसेट, त ए इज अ सबसेट अफ बी इफ एभ्री एलिमेन्ट अफ ए इन बी। अब यो कुरा बुझ्नुभयो तपाईँले, के भन्छ, यो के भन्दैछ, ओके, द ए इज अ सबसेट अफ बी इफ एभ्री एलिमेन्ट अफ ए इन बी, यदि एलाई हामी कतिखेर बी को सबसेट भन्छौँ मानौँ। अब हेर्नुहोस् यहाँ बुझ्नुहोस् है, ए इज इक्वल टु हाम्रो कति दिएको छ, 1 2 र 3 है, अनि बी इज इक्वल टु दिएछ 1 2 3 4 5 6 7 यति नै राखौँ है। अब हेर्नुहोस् त, यो बीमा जति एलिमेन्ट्स छ, यो एलिमेन्ट्स मध्ये ए को जति पनि एलिमेन्ट्स छ, यो सबै एलिमेन्ट्स बीमा मिल्छ कि मिल्दैन है, सेम छ कि छैन है। एमा जति पनि एलिमेन्ट्स छ त्यति एलिमेन्ट्स यो बीमा भेटाउँछ कि भेटाउँदैन, हेर्नुहोस् 1 1 यहाँ छ, 2 2 यहाँ छ, 3 3 यहाँ छ। त हामीले यसलाई अब के भन्न सक्छौँ कि ए इज अ सबसेट अफ बी, यो सबसेट हो है, यो बुझ्नु होला, सबसेटको साइन हो, ए इज अ सबसेट अफ बी। हामी के भन्छौँ, ए इज अ सबसेट अफ बी, किनभने ए को जति पनि एलिमेन्ट्स छ त्यो सबै एलिमेन्ट्स बीमा छ, त भन्दाखेरि बी को नै सबसेट ए हो भन्ने हामी बुझ्छौँ है, बुझ्नुभयो। त्यसपछि अब इन्भर्सल सेट है, इन्भर्सल सेट भनेको के हो, त सेट कन्टेनिङ अल पोसिबल एलिमेन्ट्स। जस्तै मान्नुहोस् अब यसलाई एक्जाम एउटा यो भेन डायग्राम छ है, एउटा सानो भेन डायग्रामले बुझौँ। अहिले म भेन डायग्राम पढाउँछु, अहिले बुझ्नको लागि बुझ्नुहोस् है। यो जुन लेखिन्छ नि, यो इन्भर्सल सेट, यो के हो, इन्भर्सल। जस्तै मान्नुहोस् यहाँ ए छ, यहाँ बी छ है, बी, त यहाँ 1 2 3 यहाँ 4 5 यहाँ 6 छ है, यहाँ 7 8। त भन्दाखेरि अब इन्भर्सल सेट कसलाई भन्छौँ, इन्भर्सल सेट भनेको यो सबै, यो जति पनि एलिमेन्ट्स छ, यो जति पनि एमा छ, जति पनि बीमा छ, यो बाहिर छ, यो सबैको समूहलाई नै हामी इन्भर्सल सेट भन्छौँ। जस्तै अब यसलाई मान्दाखेरि हामी कसरी मान्ने हो, जस्तै हाम्रो घरको कुनै मुखिया हुन्छ नि, जसले हामीलाई या त अब जसको हजुरबुवा हुनुहुन्छ होला, त्यो हजुरबुवा नै घरको मुखिया होला, उहाँले के गर्नुहुन्छ, हाम्रो आमा बुवालाई पनि हामीलाई पनि आफ्नो अन्डरमा राख्नुहुन्छ, त्यस्तै यो इन्भर्सल सेट हो। अर्को इक्जाम्पल लिनुहुन्छ भने, जस्तै एउटा कुनै स्कुलको प्रिन्सिपललाई बुझ्नुहोस्, प्रिन्सिपल हुन्छ, प्रिन्सिपलले के गर्छ, सबै टिचरहरूलाई पनि र स्टुडेन्टहरूलाई पनि आफ्नो अन्डरमा राखेको हुन्छ है, त्यही हो के हो, इन्भर्सल सेट हो। त्यसलाई हामी के भन्छौँ, इन्भर्सल सेट, बुझ्नुभयो। ओके, यहाँसम्म बुझ्नुभयो भने अगाडि बढौँ। त्यसै यो कम्प्लिमेन्ट्री म यहाँ सम्झाउँछु, टेन्सन नलिनुहोस् है, म इक्जाम्पल दिएर तपाईँलाई बुझाइदिन्छु है, अलिकति पनि टेन्सन नलिनुहोस्। ओके, अब हामी सेट अपरेसन बुझौँ है। सेट अपरेसनमा कस्ता कस्ता हुन्छ, जस्तै युनियन हुन्छ, इन्टरसेक्सन हुन्छ, डिफरेन्स हुन्छ र कम्प्लिमेन्ट्री, यो 3-4वटा कुराहरू आइरहेको हुन्छ, पटक पटक आएको हुन्छ। त युनियनको मतलब हामीले सिधा के बुझ्ने हो कि युनियन मतलब अल एलिमेन्ट्स इन ए और बी और बोथ, मतलब ए को पनि सबै एलिमेन्ट्स, बी को पनि सबै एलिमेन्ट्स र दुवैको साझाको पनि सबै एलिमेन्ट्स है। म त तपाईँलाई हेराउँछु अहिले, टेन्सन नलिनुहोस्, यति बुझ्नुहोस्। ए र बीमा जस्तै दुईवटा सेट छ भने, एउटा ए छ र एउटा बी छ भने, ए को पनि एलिमेन्ट्स र बी को पनि एलिमेन्ट्स र दुवैको साझामा जुन छ त्यसको पनि, दुवैको बिचमा मान्नुहोस् कि एमा अब
हेर्नुहोस् तपाईँहरू, जस्तै मान्नुहोस् कि एमा के छ 1 2 3 4 5 है। अब बीमा के छ 2 3 6 8 है, यति छ हैन। त अब युनियन भन्दाखेरि के हो कि ए को अब एमा कुन कुन छ हेर्नुहोस् त, एमा 1 2 3 4 5 छ, बीमा 2 3 6 8 छ। तर यसमा त मिली पनि रहेछ, जस्तै 2 2 साझा छ, 3 3 साझा छ। त यो साझा पनि र यो बाँकी रहेको यो सबैलाई हामीले जोडेर जुन आउँछ त्यही हाम्रो के हुन्छ युनियन हुन्छ। त्यसलाई नै हामी युनियन, जस्तै अब हामी ए युनियन बी लेख्छौँ भने हामी के लेख्छौँ भन्नुहोस् त, पहिला एमा हेर्नुहोस् कुन कुन छ, 1 छ 2 छ 3 छ 4 छ 5 छ हैन। अब बीमा कुन कुन छ 2 छ 3 छ 6 छ 8 छ हैन। अब हामी लेख्दाखेरि के लेख्छौँ 1 2 3 4 5 6 8। यो र यो किन लेखेन भने यो अलरेडी हामीले यहाँ लेखिसकेका छौँ, यसमा पनि छ। दुवैमा छ भने हामीलाई दुईचोटि लेख्नु पर्दैन, यो साझा हुन्छ। यसलाई हामी इन्टरसेक्सन भन्छौँ। अहिले म तपाईँहरूलाई हेराउँछु यो के हुन्छ अरे साझा हुन्छ। साझा सबसेट भन्दाखेरि इन्टरसेक्सन हुन्छ। इन्टरसेक्सन के भन्छ यसलाई इन्टरसेक्सन। त इन्टरसेक्सन हामीले एउटा लेखे पनि यहाँ एउटा लेख्नुपर्छ, बुझ्नुभयो। त्यसपछि बाँकी रहेको हामीलाई यसरी हामीले ए युनियन बी बुझ्न सक्छौँ है। त्यसपछि हामी क्वेसन गर्दा झन् राम्रोसँग बुझ्छौँ, टेन्सन नलिनुहोस्। त्यसपछि इन्टरसेक्सन भनेको दुवैको साझा, के अरे दुवैको साझा। जस्तै भर्खर हामीले हेर्नुभयो नि, भर्खर हामीले हेरेको यहाँ हेर्नुहोस्, जस्तै एमा 1 2 3 4 5 छ, बीमा 2 3 6 8 छ र दुवैको साझा कुन कुन छ 2 र 3। यो 2 र 3 नै ए इन्टरसेक्सन बी भइहाल्यो। यो ए इन्टरसेक्सन भनेको के हो, यो 2 र 3 नै हो। मतलब दुवैको जुन साझा छ, दुवैको जुन कमन छ, त्यसलाई नै हामी के भन्छौँ ए इन्टरसेक्सन बी भन्छौँ है। त यति बुझ्नुभयो, इन्टरसेक्सनको पनि कन्सेप्ट क्लियर भयो तपाईँहरूलाई। अब डिफ्रिसिएन्स बुझ्छौँ है। अब हामी डिफ्रिसिएन्स बुझ्छौँ। डिफ्रिसिएन्स भनेको के हो कि एलिमेन्ट्स इन ए बट नट इन बी, के अरे एलिमेन्ट इन ए बट नट इन बी। जस्तै अब यहाँ हेर्नुहोस्, मान्नुहोस् कि एमा कुन कुन छ 1 2 3 हस् त। बीमा के छ, बीमा छ हाम्रो 2 3 र 4 है। ओके, त्यसपछि अब हामीलाई भन्छ डिफ्रिसिएन्स भनेको ए माइनस बी। त एलिमेन्ट्स इन ए बट नट इन बी। अब ए माइनस बी गरिराख्नु भएको छ भने एमा हुनु पर्यो त्यस्तो एलिमेन्ट जुन एमा होस् तर बीमा नहोस्। यो 2 हेर्नुहोस् त, यो 2 त दुवैमा छ, यसमा पनि छ। यो 3 हेर्नुहोस् त, यसमा पनि छ। तर 1 जुन छ 1 यो बीमा छैन। अब भन्नुहुन्छ तपाईँहरू यो 4 पनि एमा छैन। त हामीले पहिला एबाट बी घटाइरहेछौँ है, एबाट बी। यदि बीबाट ए घटाएको भए हामीले यसलाई लिन्थ्यौँ, तर एबाट बी घटाइरहेछौँ। त्यही भएर हामी के हेर्छौँ, एलाई हेर्छौँ, एलाई है। ए माइनस बी गर्दाखेरि हामी एलाई हेर्छौँ। त मतलब त्यस्तो एलिमेन्ट जुन बीमा नहोस् है। त जस्तै 2 त छँदैछ, 3 पनि छ, तर 1 छैन है, 1 छैन। त यो 1 नै यसको डिफ्रिसिएन्स भइहाल्छ है। यति बुझ्नुभयो, डिफ्रिसिएन्स पनि बुझ्नुभयो होला है। त्यसपछि यहाँ हेर्नुहोस्, अब कम्प्लिमेन्टको कुरा गरौँ। यो कम्प्लिमेन्टलाई हामी यसरी पनि देखाउँछौँ, यसको अगाडि यसरी पनि देखाउँछौँ, या एको माथि सी लेखेर यसरी पनि देखाउँछौँ है। यो सबै कम्प्लिमेन्ट नै बुझ्नु होला। अब कम्प्लिमेन्ट भन्दाखेरि यहाँ हेर्नुहोस् त, यहाँ पढ्नुहोस् त के लेखेको छ, अल एलिमेन्ट्स इन युनिभर्सल सेट बट नट इन अ गिभन सेट। मतलब युनिभर्सल सेट। अब यहाँ हेर्नुहोस्, यो एक्जाम्पल हेर्नुहोस् है। एमा 1 2 3 4 5, यहाँ कमन, यो कमनमा पनि 6 छ र 7 8 जुन छ त्यो कहाँ छ, बाहिर छ। यो कहाँ छ, बाहिर छ। त यो कम्प्लिमेन्ट भनेको हामी के बुझ्छौँ, र यो ए र बी दुईवटा सेट छ भने यो ए र बीलाई कन्सिडर गर्दैनौँ, यसलाई छोडिदिन्छौँ। र यो ए र बीको बाहेक जुन युनिभर्सल सेटमा बाँकी रहेको हुन्छ, यो ए बी पनि युनिभर्सल सेटमै छ, तर ए र बीको जुन गिभन सेटहरू दिएको हुन्छ त्यो सेटलाई छोडेर बाँकी जुन रहेको हुन्छ त्यसलाई हामी के भन्छौँ, कम्प्लिमेन्ट भन्छौँ। के भन्छौँ, कम्प्लिमेन्ट भन्छौँ। फेरि बुझौँ कि जुन हाम्रो युनिभर्सल सेटभित्रको जुन सेटहरू हुन्छ त्यो सेटहरूको जति पनि एलिमेन्ट छ त्यो छोडेर बाँकी रहेको
एलिमेन्टहरू जुन हुन्छ त्यसलाई नै हामी कम्प्लिमेन्ट भन्छौँ है। जस्तै यहाँ अब यहाँको कम्प्लिमेन्ट भन्यो भने हामी के लेख्छौँ 7 र 8 भइहाल्यो यसको कम्प्लिमेन्ट। बुझ्नुभयो नि, यो कम्प्लिमेन्टको कुरा छ। यहाँसम्म तपाईँहरूलाई केही त्यस्तो प्रब्लम छ भने मलाई प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु होला है, म त्यसलाई अवश्य सुधार्नेछु र तपाईँहरूलाई जबसम्म कन्सेप्ट क्लियर हुँदैन तबसम्म छोड्दिनँ है। त्यसपछि यहाँसम्म तपाईँहरूले बुझ्नुभयो होइन, हामीले सेट के हो त्यो पनि बुझेँ, त्यसपछि टाइप्स अफ सेटहरू पनि बुझेँ, त्यसपछि सेटको अपरेसनहरू पनि बुझेँ होइन। अब आजको लागि यति नै राखौँ। अब अर्को भिडियोमा लेक्चर 2मा हामीले यसको यो सबै कुराहरू हामीले एकदम राम्रोसँग प्रब्लमहरू सल्भ गर्नेछौँ, हिसाबहरू बनाउनेछौँ होइन। त्यसमा झन् अझै क्लियर हुँदै जान्छ। आजको लागि यति नै राखौँ। हस्त, धन्यवाद।